हाम्रो ज्यानको जिम्मेवारी चाहिँ कसले लिन्छ किनभने यहाँ यति साह्रो यो ग्यास गइरहेछ हैन ग्यास सिद्धेपछि ग्यास भर्न लाने ल्याउने क्रममा चाहिँ यो चेक जाँच नभइकन आउँछ कि कस्तो हो यो तपाईहरुले हैन बुझेर कमेन्ट गर्नु होला किनभने यो हामी यत्रो 8-9 जना जति यहाँ काम गरिरहेको हुन्छौँ हाम्रो यत्रो जनाको ज्यान जोखिममा राखेर काम गरिरहेको हुन्छौँ हैन मतलब यो ग्यास चलाउने सर्वसाधारण मान्छेहरुलाई त यो त एकदम जोखिमपूर्ण कुरा हो नि त हैन त्यही भएको कारणले यो चाहिँ एकदम यहाँ हेर त एकचोटी यहाँ लिएर सुनाउ त पुरै यत्रो ग्यास गइरहेछ के यो कसरी गइरहेछ हैन यो त एकदम जोखिमपूर्ण कुरा हो यो चाहिँ एकदम हैन के रे सम्बन्धित कसले ध्यान दिनुपर्ने हो यो चाहिँ एकदम ध्यान दिएर चाहिँ यो गर्दिनु पर्ने हो हैन ल एकदम यसलाई चाहिँ एकदम हैन के रे ध्यान दिएर ध्यानपूर्वक यो ग्यास चलाउनु पर्ने हुन्छ यो चाहिँ कसले ध्यान दिनुपर्ने हो यो चाहिँ एकदम के रे हाम्रो लागि चाहिँ जोखिमपूर्ण कुरा भएको कारणले यो भिडियो बनाएको त्यस्तो कसैले असर पुर्याउने गरी गरेको हैन तर यो चाहिँ एकदम ध्यान दिनै पर्ने भएको कारणले चाहिँ यो हैन हामीले त अब यत्रो जनाले काम गरिराखेको क्रममा हैन अब 2-3 वटा ग्यास चलाइन्छ भरे कुन ग्यासबाट त्यो लिक भएको छ त्यो खासै राम्रोसँग थाहा हुँदैन थाहा नभएका क्रममा चाहिँ के हुन्छ भने ग्यास गइराखेको क्रममा अर्को ग्यास चलाउँदाखेरि त यो त हैन यसमा ग्यास लागेर यो हामीलाई त जोखिमपूर्ण कुरा भयो नि त त्यही भएर बनाएको है ल